पढेपछि बेरोजगारी भइन्छ, बेरोजगारी भएपछि विदेश गइन्छ कि त झोले भइन्छ। झोले भएपछि खराब भइन्छ। इमान्दार बन्नलाई पढ्नै पर्दैन, त्यसैले मैले नपढ्ने विचार गरेँ। के को फेरि नपढ्ने विचार गरे? खुरखुरु पढ्ने। कस्तो पढ्ने हो र? मैले यहाँ नपढ्ने भनेर ल्याप्ची हानिसके। सविनय नम्र यो निवेदन पेश गर्दछु। मेरो आदरणीय दाई शीतल कुमारजङ रावल बीबीएस पास गरेर पनि बेरोजगार हुनुहुन्छ। म मेरो दाई जस्तो बन्न नपरोस् भनेर आजदेखि अध्ययन नगर्ने निर्णय गरेको छु। निवेदक करुणा रावल। सबै मै जस्तो कहाँ बन्छन् त नि? राम्रोसँग पढ्न, केही नबने पनि शिक्षित त बन्छस्। शिक्षित मान्छे होइन, मलाई राम्रो मान्छे बन्नु छ। अनि राम्रो मान्छे बन्न चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ त? राम्रो मान्छे बन्न त अरूले राम्रो भन्नुपर्छ। त्यसो भए नपढ्ने अब? जति पढ्यो पनि बिर्सिजान्छ, पढेर के काम? बिर्सिएन भने पनि पढ्या कुरा इक्जाममै आउँदैन, पढेर के काम? इक्जाममा आयो पास चाहिँ भयो भने पनि जागिर पाउँदैन, पढेर के काम? जागिरै पाइयो भने पनि पढ्दा लागेको ऋण तिर्नै पुग्दैन, पढेर के काम? ऋणै तिर्रेको भने पनि एक दिन मर जान्छु, पढेर के काम? त्यही भएर पढ्दैन अब। ताल किन लगाएछन् फेरि? भान्साउठामा किन ताल लाउनु भयो? के गर्ने र? खाना खाने होइन? ए खाली मामले त। बाबाहरूले मात्र खाएर हुन्छ, मैले खाने होइन। त मर्दैन चाहिँ के अरे एक दिन खाएर के काम? उसो भए रुपियाँ दिनु, म खाना खान्न। त मर्दैन चाहिँ एक दिन, तँलाई पैसा क्या काम?